नमस्कार साथीहरू, तपाईँ यदि यहाँ प्रेरणा खोज्न आउनुभएको छ भने आज यो भिडियो बन्द गरिदिनु होला, किनकि हामी यहाँ आज प्रेरणाका कुरा गर्न आएका छैनौँ। सत्य कहिले मोटिभेसनल हुँदैन, सत्य त तिखो हुन्छ जसले काँडा जसरी तपाईँलाई बिजाउँछ। आज हामी ती बिजाउने कुराहरू गर्न आएका छौँ। हामीलाई लाग्छ हाम्रो जीवनको बारेमा हामी विद्यालयमा सिक्छौँ, किताबमा लेख्छौँ वा किताब पढेर थाहा पाउँछौँ, तर होइन, जीवनमा सबैभन्दा ठुला पाठहरू विश्वविद्यालयका बेन्चहरूमा मात्र होइन। ती कुराहरू त यी 3 कुराले सिकाउने गर्छन्: भोको पेट, रित्तो गोजी र टुटेको मन। यिनले तपाईँलाई त्यो सिकाउँछन् जुन कुनै ऋषि वा दार्शनिकले सिकाउन सकेका हुँदैनन्। आज सोच्नुहोस्, के तपाईँले जीवन बुझ्नुभएको छ कि केवल जीवन काटिरहनु भएको छ? भोक एउटा यस्तो कुरा हो साथीहरू, यो केवल पेटको माग मात्र होइन, यो त एउटा ऐना हो जसले मान्छेको असली अनुहार देखाइदिन्छ। साथीहरू, हामीले आदर्शका कुरा गर्छौँ, नैतिकताका भाषण छाड्छौँ, तर कहिले सोच्नु भएको छ साथीहरू, जसको पेटमा 3 दिनदेखि अन्न परेको छैन, उसका लागि धर्म र पापको के अर्थ होला र? एउटा प्रश्न गर्छु साथीहरू, एउटा बाबुले आफ्नो भोकै रहेको बच्चाको लागि कसैको रोटी चोर्छ, दोषी त्यो बाबु हो कि त्यो समाज जसले उसलाई चोरी गर्न बाध्य पार्यो? भोकले सपनालाई मारेर सानो बनाइदिन्छ। एउटा भोकै मान्छेले जुन देख्दा सुन्दरता देख्दैन, उसले त तातो रोटी देख्छ साथीहरू। जब पेट रित्तो हुन्छ तब स्वाभिमान पनि बिस्तारै पग्लिन थाल्छ। भोकले मान्छेलाई त्यो ठाउँमा पुर्याउँछ जहाँ उसले आफ्नो आत्मा बेच्न समेत हिचकिचाउँदैन। हामी भोकलाई दोष दिन्छौँ, तर के हामीले कहिल्यै त्यो व्यवस्थालाई प्रश्न गरेका छौँ जसले एकातिर खाना फालिरहेको छ, अर्कोतिर भोक हुर्काइरहेको छ? भोक केवल खानाको अभाव मात्र होइन, यो अवसर र न्यायको अभाव पनि हो साथीहरू। अर्को एउटा यस्तो पाठशाला छ जुन रित्तो गोजी हो साथीहरू। भनिन्छ पैसाले खुसी किन्दैन, त्यो सुन्नमा निकै मिठो सुनिन्छ, तर त्यो वाक्य धेरैजसो उनीहरूले भन्छन् जसको गोजी कहिले रित्तो भएको छैन। सत्य यो हो, रित्तो गोजीले तपाईँको आवाज मात्र होइन, तपाईँको अस्तित्व नै सानो बनाइदिन्छ साथीहरू। तपाईँको खल्ती रित्तो हुँदा संसारका सबैभन्दा नजिकका मान्छेहरू पनि बिस्तारै टाढा हुन्छन् वा टाढा हुन थाल्छन्। समाजले मान्छेको योग्यता उसको चरित्रमा होइन, उसको ब्याङ्क ब्यालेन्समा खोज्न थाल्छ। रित्तो गोजी बोकेर हिँड्ने मान्छेको तर्क जतिसुकै सही किन नहोस्, ऊ सधैँ गलत ठहरिन्छ साथीहरू। के यो समाज समान छ? छैन साथीहरू। यो प्रश्न तपाईँलाई आज न्याय पैसाले किनिन्छ र सम्मान खल्तीको गहिराई हेरेर देखिन्छ साथीहरू। त्यसैले के यो समाज समान छ? तपाईँलाई के लाग्छ? तपाईँको आत्मसम्मान कति बलियो छ त्यो तब थाहा हुन्छ जब तपाईँसँग 1 रुपियाँ पनि हुँदैन। के तपाईँ अझै पनि त्यति नै गर्वका साथ शिर ठाडो पारेर हिँड्न सक्नुहुन्छ? धेरै जसोको जवाफ हुँदैनमा आउँछ, किनकि हामीले मान्छेलाई होइन, मुद्रालाई पुज्न सिकिसकेका छौँ साथीहरू। अर्को कठोर पाठशाला रहेको छ टुटेको मन। भोक र गरिबी त देखिन्छ, तर एउटा यस्तो घाउ छ, यस्तो ठुलो पाठशाला छ जुन कसैले देख्दैन, त्यो हो टुटेको मन। हामी सफलतालाई उत्सव मान्छौँ, तर असफलताले मन भाँचिँदा त्यसलाई कमजोरी भन्छौँ। टुटेको मन त्यो होइन जसले रुन्छ, टुटेको मन त त्यो हो जसले रुन बिर्सिसकेको छ। जब तपाईँले विश्राम वा तपाईँले विश्वास नगरेको मान्छेले तपाईँलाई केही भन्दा केही हुँदैन, तर जब तपाईँले विश्वास गरेको मान्छेले तपाईँको साथ छोड्छ वा जब तपाईँको वर्षौँको मेहनत बालुवामा पानी खाना चाहिँ खनाइएको हुन्छ, तब मन टुट्छ साथीहरू। समाजले भन्छ केही हुँदैन, समयले निको पार्छ, तर सोच्नुहोस् त, के समयले घाउ निको पार्छ कि हामीलाई त्यो घाउसँगै बाँच्ने बानी पारिदिन्छ? टुटेको मन कमजोर होइन साथीहरू, यो त अति धेरै सहेर पत्थर बनेको मन हो। यो एउटा दार्शनिक लाइन हो साथीहरू। हामी मानसिक रूपमा वा मानसिक पीडालाई नाटक भन्छौँ, तर सम्झनुहोस्, संसारमा सबैभन्दा युद्ध वा ठुला युद्धहरू बाहिर होइन, मान्छेको भित्र लडिरहेका हुन्छन्। जो भित्रभित्रै टुट्छ ऊ बाहिरबाट झन् धेरै शान्त देखिने गर्छ साथीहरू। के तपाईँको वरिपरि कोही त्यस्तो शान्त मान्छे छ? कल्पना गर्नुहोस् र उसलाई सम्झेर लेख्नुहोला कमेन्टमा साथीहरू। भोकै पेटले तपाईँलाई बाँच्न सिकाउँछ, रित्तो गोजीले तपाईँलाई दुनियाँ चिन्न सिकाउँछ र टुटेको मनले आफैलाई भेट्न सिकाउँछ साथीहरू। यी 3 कुराले मान्छेलाई तोड्छन्, एकदमै नराम्रोसँग तोड्छन्।
वा गाँसिनै नसक्ने गरी तोड्न सक्छन्। तर याद राख्नुहोस्, बिउ पनि तब मात्र उम्रिन्छ जब ऊ माटो मुनि पुरिएर फुट्छ। तिनै चरणबाट नगुज्रिएको मान्छेले जीवनको वास्तविक स्वाद कहिल्यै थाहा पाउन सक्दैन। यदि तपाईँ अहिले यी मध्ये कुनै एउटा पीडामा हुनुहुन्छ भने बधाई छ, तपाईँ सिक्दै हुनुहुन्छ साथीहरू। मैले भने नि साथीहरू तपाईँहरूलाई, अब म तपाईँलाई हौसला दिन आएको होइन, म त केवल तपाईँको अगाडि तपाईँको ऐना राखिदिन आएको हुँ। अब ऐनालाई आफूले हेर्ने कि आँखा चिम्लिने निर्णय तपाईँको हो साथीहरू। सोच दर्पण च्यानल हेर्नुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। सोच दर्पण च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब गर्न पनि नभुल्नुहोला साथीहरू। धन्यवाद, नमस्कार।